हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई मेरो अर्को भिडियोमा। र मैले हिजै भनिसकेको थिएँ कि म चाहिँ माइत गएको छु भनेर। र माइत गाउँमा चाहिँ पुराण लागेको छ भनेर सुनिसक्दाखेरि चाहिँ म पनि जान्छु भनेर म पनि यसरी रेडी भएर निक्लेँ। आज हामी चाहिँ गाडीमा नजाने र हाम्रो यो माथिको बाटो भएर नै हिँडेरै जाने। मलाई चाहिँ हिँडेरै जाउँ भनिसक्दा खुसी लागिरहेको थियो, किनभने धेरै साल भइसकेको थियो कि मैले यो बाटो नहिँडेको। गाडीमा त हामी सधैँ नै हिँड्छौँ, तर आफ्नो गाउँको दिदी बहिनी आमाहरूसँग यसरी हिँड्ने मौका अहिले कहिले आउँछ र होइन र साथीहरू। र यसरी हामी पुराणतर्फ पनि लाग्यौँ। हामी चाहिँ अब पुराण घरतर्फ पुगिसकेको छौँ। थ्याङ्क यू एभ्रिवान, थ्याङ्क यू फर वाचिङ। भिडियोलाई एन्डसम्म हेरिदिनुहुन्छ भन्ने आशा गर्दछु। सत्यको त्यो मृत शरीरलाई लिएर भ्रमण गर्नुहुन्छ। जहाँ जहाँ भगवान शिव जानुभयो, जोरदार तालीले भगवान भोलेलाई सम्मान गरौँ। श्री शङ्कर महादेवको जहाँ जहाँ भगवान भोले जानुभयो त्यहाँ त्यहाँ भगवती जगतजननीका अङ्ग आदि पतन भए। जहाँ जहाँ भगवतीको अङ्ग पतन भए त्यहाँ दिव्य धामहरू प्रकट भए, सिद्ध पीठहरू प्रकट भए। यो सुन्दर कथा देवी भागवत भित्र रहेको भगवान भोलेले भगवत। जय श्री राधे सबैलाई। यसरी हामीले श्रीमद् भगवत कथाको आनन्द लिएर घरतर्फ आउँदैछौँ। थ्याङ्क यू एभ्रिवान, थ्याङ्क यू फर वाचिङ।